वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। के छ तपाईँहरूको हालखबर कमेन्ट छोडिदिनु होला। अनि आज चाहिँ म यहाँ जापानको त्यो पानीको अब ड्यामहरू हुन्छ नि, ठुल्ठुलो पानीको। अब हाम्रो नेपालमाहरू पनि त्यस्तो ड्यामहरू छ, तर यहाँ जापानमा र नेपालको चाहिँ मैले हेर्दाखेरि धेरै फरक देखेँ। म त्यो आज तपाईँहरू सबलाई देखाउँछु। भिडियो चाहिँ क्लिप नगरिकन हेरिदिनु होला। अब यहाँबाट हामी चाहिँ पुरै हेर्न जान्छौँ। म त ड्यामको पुरै माथि छु। अनि त्यसमा चाहिँ यहाँबाट अब हामी हेर्छौँ। हाम्रो चाहिँ त्यो नेपालमा सप्तकोशीहरू ठुल्ठुलो कोशीहरू हुन्छ नि, त्यो ठुल्ठुलो कोशीहरू भएको बेला चाहिँ अनि त्यो पानीहरू ठुलो बढेर चाहिँ अनि त्यसपछि त्यहाँबाट त्यो ड्यामहरू खोल्ने बन्द गर्ने हुन्छ। तर यहाँ चाहिँ मलाई देखे अनुसार लाग्छ जत्रो सुकै पानी आए पनि यो ड्याम चाहिँ बिस्तारै खोल्दाखेरि पनि हुन्छ जस्तो लाग्छ। अब हाम्रो नेपालमा चाहिँ सप्तकोशीहरू 52-53 ढोका खोल्दाखेरि पनि अब पुरै अब त्यो ड्याम थाम्न नसकेर पुरै ढोका खोल्नुपर्ने हुन्छ। तर यहाँ चाहिँ त्यस्तो नहुने रहेछ मैले यहाँ बुझ्दाखेरि चाहिँ। अब यहाँदेखि हामी भिजिट गर्छौँ। सक्नुहुन्छ यो ड्याम हो। अनि उहाँबाट चाहिँ पानी गएको छ, त्यहाँबाट चाहिँ पानी उता जान्छ। सानो पानी अहिले गइरहेको छ, पछि चाहिँ त्यो भरि ठुलो जान्छ अरे। अनि त्यसपछि त्यहाँबाट धेरै माथि छ के लास्ट धेरै अल्गो बनाएको छ। यो बनाउनु त धेरै खर्च लाग्यो होला, तर हाम्रो नेपालले चाहिँ लागि यो बनाउन सक्दैन जस्तो लाग्छ। यो माथि चाहिँ गाडी कुद्छ। यो ड्याम हो। ड्याम पनि पुरै दुईटा नेपालमा चाहिँ त्यो हाइवे बाटो जत्रै छ। अनि त्यसपछि त्यहाँबाट यता चाहिँ यो पानी जम्ने ठाउँ हो। यहाँबाट चाहिँ पानी जम्छ, पानी त्यो पुरै जम्मा गर्ने। अनि यहाँ बिजुली पनि उत्पादन हुन्छ। बिजुली चाहिँ उता तल यो तल उत्पादन हुन्छ अरे। यो तलको गाउँहरू सबलाई पुग्छ अरे बिजुली। देख्न सक्नुहुन्छ त्यहाँ बिजुलीको तारहरू छ नि, त्यो चाहिँ यीबाट उत्पादन भएको अरे। अनि त्यहाँ मान्छेहरू हुनुहुन्छ, लाइक त्यो मान्छेहरूलाई चाहिँ अघि हामीले सोधेर आएको। त्यहाँ मान्छेहरू त्यहाँ के काम गरिरहनु भएको छ। अनि त्यसपछि यहाँ चाहिँ कहिलेकाहीँ यसो मान्छेहरू आउन सक्दैनन् अरे, त्यहाँ चाहिँ जान सक्दैनन् अरे। त्यही भएर त्यहाँ सानो हुनुहुन्छ, हेरिरहनु भएको छ। अनि म यहाँबाट हेरिरहेको छु। अनि हामी चाहिँ अब यहाँ एकछिन खेलेर यो जङ्गल छ, यता पहाड छ। अनि त्यसपछि त्यता पनि पहाड छ, त्यता पनि पहाड छ। अनि त्यसपछि यहाँ चाहिँ पानी छ। पछि बर्खा लागेको बेला पानी चाहिँ धेरै ठुलो आयो भने चाहिँ यो माथिसम्म हुन्छ अरे, माथिसम्म हुन्छ अरे। तर यो जत्रो सुकै पानी आयो भने पनि यो भरिएर यहाँबाट नागेर जाँदैन क्या। नेपालको जस्तो यहाँबाट नागेर जाने सम्भावना चाहिँ छैन, किनकि यहाँ लास्ट धेरै खर्च गरेर बनाएको अरे यो। अनि देख्न सक्नुहुन्छ उहाँ चाहिँ रोड छ, त्यो रोड हो। त्यहाँदेखि त्यो रोड उता छ, त्यहाँदेखि गाडीहरू जान्छ। अनि यो माथि चाहिँ पहाड छ लाइक। फाइनली यहाँ चाहिँ अब हामीले सब हेऱ्यौँ। अनि त्यसपछि यहाँ चाहिँ अनि पुलिस आएर के भन्यो भने अब त्यसको त्यो नजिक नजानु, लास्टै ऊ हुन्छ डेन्जर हुन्छ। किनकि अब यहाँदेखि झरो भने मान्छे मर्छ नि त, त्यत्रो माथिबाट झरो भने। अनि पुलिसले चाहिँ हामीलाई भनिदिएको छ त्यहाँ नजानु, त्यहाँ गएपछि यस्तो हुन्छ भनेर उ गर्थ्यो। किनकि मैले भिडियो बनाइराखेको थिएँ, भिडियो बनाउनु यहाँ लाइक मिल्दो रहेछ। अनि त्यसपछि पुलिसले चाहिँ पुरै सम्झाएर यस्तो गर्दाखेरि हुन्छ भनेर अनि त्यसपछि देखाइदियो। किनकि यहाँ मान्छे कोही भिडियोको देख्ने बित्तिकै पुलिस नजिकै बस्दो रहेछ। अनि त्यसपछि पुलिस आइहाल्दो रहेछ। किनकि यहाँ मान्छेहरू धेरै चाहिँ सुसाइड गर्छन् अरे नि त। अब मान्छेहरू अब कसलाई अब डिप्रेसन हुन्छ के हुन्छ अनि आफ्नो आएर अनि गाडीहरू पार्किङ गरेर सुसाइड गर्छन्। त्यही भएर चाहिँ उसले भनेको छ अब हामी चाहिँ यो ड्यामलाई एकचोटि पुरै हेरिसक्यो। अनि त्यसपछि अब यहाँबाट चाहिँ हामी निक्लिनु पर्ने हुन्छ। किनकि यहाँ धेरै टाइमसम्म चाहिँ बस्न नमिल्ने रहेछ। धेरै टाइममा अब हामी धेरै भनेको आधी घन्टा रहेछ, आधी घन्टाभन्दा धेरै बस्न नमिल्ने रहेछ। त्यही भएर हामीलाई चाहिँ पुलिसहरूले आएर पनि अनि त्यसपछि सम्झाएर भन्दा पनि यस्तो हुन्छ यहाँ भनेर चाहिँ अब सबै कुराहरू सिकाउँदो रहेछ। त्यही भएर अब हामी चाहिँ यहाँबाट निक्लिदिन्छौँ। किनकि मैले चाहिँ नेपालमा ड्यामहरू देखेको थिएँ, तर जापानमा चाहिँ मैले पहिलोचोटि आएर यो ड्याम देखेको हो। त्यही भएर यहाँ चाहिँ मलाई लास्टै रमाइलो पनि लाग्यो। अनि मैले लाइक एउटा टिकटक पनि बनाइदिएँ। म टिकटक अब भरेतिर हाल्छु। अनि त्यसपछि त्यहाँबाट लास्टै रमाइलो भयो, एकछिनको लागि हेर्नको लागि रमाइलो भयो। अनि यहाँ मैले चाहिँ सब कुराहरू बुझिसकेपछि अब त्यो पानी धेरै भएपछि खोल्दाखेरि के कति हुन्छ के हुन्छ भनेर सबै उ गरिसकेँ। लाइक त्यहाँ चाहिँ मन्दिर रहेछ, त्यो मन्दिरभित्र चाहिँ अब हामी जाँदैनौँ होला। किनकि त्यो मन्दिर छ, त्यो सानो खालको मन्दिर हो। त्यो जिन्जिया नेपालमा सानो खालको मन्दिर हुन्छ नि, त्यस्तै खालको चाहिँ त्यो मन्दिर हो। अब त्यसलाई चाहिँ हामी बाई गरेर अब हामी अगाडि जान्छौँ। अनि अगाडि गएर अनि त्यसपछि त्यहाँबाट हामी खानेकुराहरू खाएर अनि फेरि घर जाने। अनि त्यसपछि बेलुका चाहिँ हाम्रो फेरि दुवैजनाको काम छ।
काम सकेर चाहिँ अनि त्यसपछि म चाहिँ अब भोलि आफ्नो घरतिर जान्छु किनकि अब म सानो सानो घरमा भोलि बस्दिनँ किनकि भोलिबाट मेरो चाहिँ अब काम हुन्छ पढाइ पनि हुन्छ त्यही भएर अहिले चाहिँ पढाइ नभएकाले म चाहिँ अनि कामबाट सिधै यता आएर बसेको छु अब चाहिँ हामी जान्छौँ लाइक यो जङ्गलको बिचमा चाहिँ रहेछ किनकि अब जङ्गलको बिचमा भएकाले हामी चाहिँ अब जङ्गल गाडीमा 10 मिनट जति जङ्गल हिँडेर अनि त्यसपछि गाउँ निक्लेर यहाँदेखि हामी आधी घन्टा जति गाडीमा घर पुग्न लाग्छ अनि घर पुग्नको लागि हामी आधी घन्टा लाग्छ यहाँ गाडीहरू पनि यो अर्कै ठाउँ जाने अर्कै ठाउँमा जानेहरू छ बाटो देख्नुहुन्छ क्या दामी छ नेपालमा लाइक यतिको बाटो चाहिँ पहिले चाहिँ थियो बिपी राजमार्ग भन्ने पहिले थियो अहिले चाहिँ छैन अहिले किनकि सरकारले त्यसलाई मर्मत गरेको छैन देख्नुहुन्छ सक्नुहुन्छ जङ्गल नेपालको जस्तै हरियाली चिसो हावा खाँदै अब यहाँबाट हामी टक्क यहाँदेखि अब हामी निक्लिदिन्छौँ यो एरिया चाहिँ पुरै धानै धान रोपेको ठाउँ हो अनि त्यसपछि यो एरिया पनि त्यति चाहिँ हामी चाहिँ यो बाटो बिचमा अनि त्यसपछि त्यहाँबाट यता पनि यतातिर चाहिँ धान खेतीहरू धेरै हुँदो रहेछ धान खेती मकै खेती सेम नेपालको मा जुन खेतीहरू हुन्छ नि त्यो खेतीहरू धेरै हुँदो रहेछ अनि यहाँदेखि मान्छेहरूले धानहरू यहाँ धान पाक्न लागेको रहेछ यो धान चाहिँ अब अलि पछि त अब यो नेपालको जस्तै हो तर नेपालमा भन्दा यहाँ चाहिँ धान लास्ट मजाले फल्दो रहेछ किनकि नेपालमा त अब धानहरू के किराले खान्छ के तर यहाँ चाहिँ बेलैमा औषधि गर्छ यहाँ त सबै त्यो टेक्नोलोजीबाट गर्छ क्या हेर्न बाटोहरू छ बाटोहरू जताततै लान्छ गाडीहरू फस्छ भन्ने छैन त्यहाँ धान छ अब यहाँ यस्तो दामी रोड छ यता धान छ यता रोड छ अनि क्या दामी छ होइन हेर्नलाई हेर्ने मान्छेहरूलाई पनि लास्ट रमाइलो हुन्छ अब यहाँबाट हामी चाहिँ सिधा जान्छौँ घर आइपुग्न आँटो फाइनली गाइस घर पनि आइपुग्यो अनि अब घरमा चाहिँ आएर यहाँ अलिकति अब केही खाएर चाहिँ टक्क निक्लिदिनु पर्ने हुन्छ किनकि मलाई भोक पनि लागिसकेको छ त्यसै सानो पनि उयो गरिसकेको छ अलिकति केही खाने अनि त्यसपछि त्यहाँबाट टक्क हामी चाहिँ यहाँबाट निक्लिदिनु पर्ने हुन्छ होइन अब घर पनि आइपुग्यो हामीलाई चाहिँ 20 मिनट जति लाइटले रोक्यो राइटले रोक्दाखेरि 20 मिनट जति उ गरेर त्यसो अनि त्यहाँबाट हामी चाहिँ अनि आइसक्यौँ अब त यहाँदेखि अब हामीलाई चाहिँ खाइसक्यो अब 1 घन्टापछि निक्लिनु पर्ने हुन्छ किनकि हाम्रो टाइम अलिकति भएको छैन 1 घन्टापछि निक्लेपछि मात्र अनि त्यसपछि त्यहाँबाट हामी यहाँबाट जाने हो अब चाहिँ त्यसपछि यहाँबाट हामी चाहिँ अब एकछिनमा खाना खाने अनि त्यसपछि त्यहाँबाट निक्लिने अन्त ड्याम चाहिँ मैले के अब पहिलोचोटि देखेको अलिकति लास्ट सुरुमा त डर लागेको थियो भिडियो बनाइन अलिकति डर लागेको थियो अनि पछिबाट अलिकति हेरेपछि चाहिँ अलि डर लागेन अनि मैले टाढैबाट भिडियो बनाएँ नजिकबाट बनाउन नमिल्ने रहेछ अनि त्यसपछि त्यहाँबाट चाहिँ त्यही भएर अब सानासान म अनि त्यसपछि 2 जना मात्र घुम्न गएको अब आज चाहिँ म लाइक यहाँ बस्दिनँ अब म आज भरे चाहिँ आफ्नै रुममा जान्छु अनि भोलि भरे चाहिँ मेरो पढाइ पनि छ अनि त्यसपछि त्यहाँबाट काम पनि यता छैन यो खाइसेमा काम सकिन्छ अनि त्यसपछि अर्को खाइसेमा मैले काम गर्न जानुपर्ने हुन्छ त्यही भएर चाहिँ अब आज चाहिँ ड्याम देखियो तपाईँहरूलाई कस्तो लागेको लाइक कमेन्ट सेयर गरिदिनु होला अब नेक्स्ट ब्लगमा भेटौँ ल हस् त बाई बाई।